तुझे देखा है तो जाना सनम प्यार क्यामेरै भएन दाइ उता जानु फ्रम इन बेङ्गलोर सिटी अहिले दुबईको याद आयो दाइ ऊ मेट्रो जाने ठाउँ होइन तर यिनै जो पनि अब मेरो गर्लफ्रेन्ड छ नि त्यसलाई म यो गिफ्ट गर्छु टेन्सन नभयो बेसी पर्दैन त्यसलाई 19,500 पर्छ इन्डियन पैसा हाम्रो भाइले लिएको थियो त्यो त साला सस्तो भनेन दाइ हल्का महँगो भन नेपाली दाइ कस्तो देखिरहेको दामी कालो गाउँ गाउँ यो कालो गाउँ ए हो साला गाउँदेखि सुरुवात हुनेछ होइन हाम्रो अझ न्यू ब्लग है धेरै दिनपछि आज मैले बनाएँ होइन साथीहरू होइन आज होइन हाम्रो ह्याप्पी दिवालीको रहेछ होइन के भन्छ नि अब ह्याप्पी घन्टा गर्दा ह्याप्पी दिवाली होइन आफूले चाहिँ त रमाइलो लागेन होइन के भन्छ नि साथीहरू धेरै दिनपछि अब भिडियो बनाउनु लाग्छ त्यही भएर हल्का गलानु जस्तो भएको छ होइन सो सबैलाई यो भन्छु होइन जे होस् होइन भयो सबैको पार्टी होटलमा हुन्छ होइन साथीहरू हाम्रो पार्टी चाहिँ भट्टीमा हो ट्याक्कै हाम्रो होटल आइन बाद में रात भी देखाउने 6 बजे होटललाई त्यही त हो 6 बजे त नहीं 4 बजे क्लोज हुन्छ 6 बजे पूजा हुन्छ हाम्रो होटल लाइनको 6 बजे हामीलाई गाइस देखाउने हो चलो ल त साथीहरू अहिले धेरै बस्नु गइन्छ यस्तो ठाडो गर्नु नि दाइ यार त्यो बीचमा केटी आयो थियो त्यो भएर हटाइदिएको बडा हरामी हो बेटा ल साथीहरू होइन अहिले यस्तो अघि हामी कहाँ थियौँ दाइ अघि हामी जङ्गलमा जङ्गलमा थियो होइन बेङ्गलोर सिटी त्यो बेङ्गलोर सिटीमा थियो होइन अहिले त आइम फ्रम इन बेङ्गलोर सिटी अहिले दुबईको याद आयो दाइ ऊ मेट्रो जाने ठाउँ होइन ट्याक्कै पछाडिबाट दाइ हिँडिरहेको छैन अगाडिबाट म हिँडिरहेको छु होइन ट्याक्कै सिटी त खतरा रहेछ नि त यहाँ थाइट मैले अघि भनेको हो नि भिडियो पनि हकेको रे भुतेको सम्मको भिडियो आउँछ भने यता त अब लेडिज भयो होइन आइम सरी जस्ट प्र्याङ्क क्या अहिले हाम्रो त मुतिरहेको छ होइन हामी पनि पछि मुतौँला होइन है नै पाठ देखाउनु पर्छ ए ल त्यस्तो भयो म देखाउनु है सो साथीहरू होइन अहिले हेर्दा साला हामी कहाँ पुग्यौँ होला है हामी अहिले उडिसा गाडी नम्बर आउँदैछ उडिसा पुग्यो हामीहरू ए म चाहिँ त्यही माथि भिडियो बनाइरहेको त्यही माथि त्यस्तो गऱ्यो भने त दाइ पड्किन्छ नि थेट ल यो दाइले पनि ए दाइ त्यस्तो त म बनाउनु है त्यस्तो चक्करमा त म फस्दिनँ है केटीसँग भिडियो बनाएर भोलि बिहान मलाई सतायो भने के गर्ने अन्त अहिले हामी रेस्ट गर्ने हो होइन हामी यो बेङ्गलोर काला पानी नेपालको काला पानी रातो बोर्डर चेन्ज गरे हो पनि कालै पानी जस्तो छ भने दाइ यार जग्गा त दाइ नुहाइदिउँ ल साथीहरू दाइ फोन खस्यो भने त म त नुहाइदिन्छु भने कसम पनि घसाउनु त बर्बाद हुन्छ त कसम यो यसमा होइन ल फोन खस्नु पऱ्यो कसम भने गइदिन्छु भने भित्र चाहिँ जति समुद्र पुराबर किन नहोस् हो भने दामी जग्गा छ बा यस्तोमा नआयो भने फिलिङ सोच्छ त यो गोप के हो यो त म त गाईको गोबर म त कुहिएको गोबी फाल्छु सेम यता फाल्ने रहेछ यार अस्ति मैले सोचेँ कि यो कुहिएको गोबी कहाँ फाल्छ भने सोचेको यता पो फाल्ने रहेछ ल साथीहरू धेरै हाँसो मजा चाहिँ धेरै भयो है अहिले यो पानी देखेर जस्ट अहिले रमाइलो गरेको हो अहिले जस्ट हामी अहिले रेस्ट गरौँ भनेर सोच्न हो काला पानीमा त घन्टा आयो दाइ पर्फ्युम हाल्यो कि हो पर्फ्युम के यस्तो पर्फ्युम सुट्टा खा सुट्टा तानेर जाउँ न ल साथीहरू होइन पहिला म एकचोटि दिवालीको रमजान हामी सबै होटलमा सेफ हुँ म नर्थको चाइनिजको हो नेपालीहरू धेरै चाइनिजका हुन्छन् हामी आसामको धेरै नर्थका हुन्छन् त्यहाँबाट त गङ्गा पानी देखाएको छ काला पानी नेपालको त्यो देखाइदियो भने भाँगो रक्सी खाएर पुरा साथीहरू न जस्ट हामी के भन्छ नि रेस्ट गर्न ब्रेक गरेको छ हामी 10 मिनेटको लागि कस्तो कोल्ड ठन्डा जग्गा पेड पनि देखाइदियो पेड त ठिक छ बस पनि यहाँ छ हाम्रो मस्त जग्गामा बसेको छु मैले तर दिवाली चाहिँ यस्तो भयो भने त ठिक छ होइन जे सब रमाइलो पनि हुन्छ नरमाइलो पनि हुन्छ भने के हुँदैन होइन राम्रो यति कहिले हाम्रो हुँदैन त्यही त बट दाइ होइन यति कुरा भन्छ होइन उमेरले चाहिँ बुझाउने रहेछ कि जे कुरा पनि दाइ होइन त्यो चाहिँ हो रहेछ म अब दाइ ब्लगमा ज्ञान पनि हल्का दिनुपर्छ क्या दाइ आफूलाई पनि जो आफूले भोगेको हुन्छ त्यो अब सेयर गर्नुपर्छ नि त अब ब्लग भनेको त्यतिकै होइन होइन साथी सही भने नि मैले
ल ठिक छ होइन तपाईँले त अलरेडी 282 फलोवर नै सब्सक्राइब हुनुहुन्छ त्यही सबैलाई भनेको हो कसो भन्दा यति छोड्नु भनेको सही हो पहिला बनाउँथे कसो त्यो हरेक दिवालीमा मैले होटलमा गएको मात्र भिडियो हालेको छु योपालि चाहिँ भएन क्या योपालि अब सादा हाल्दैन नि त 6 बजे भिडियो नै अब दिवाली हुन्थ्यो तास खेलिन्थ्यो मस्त रमाइलो गरिन्थ्यो तर यार उमेर चाहिँ त्यस्तै रहेछ क्या दाइ ल जे भयो भने इन्जोय लाइफ चलिरहेछ होइन सबैको यो दाइको पनि मेरो पनि ल सबैको चलोस् होइन अनि लास्टमा त पछि भनौँ होला अहिले एडभान्स भन्दैछु होइन ह्याप्पी दिवाली हेर्नु सबैलाई हेर्नु दाइ तपाईँ सुना कन्ड रहेछ त कहाँ सुना चुरा रहेछ त्यो पनि भिडियो एडिट गरिहाल्यो हो अम्मा गाइस टल के गर्छ सुनाको तल चुरा हो के कुरामा सुनाको डल्लो भेटियो चुरा भेटिन्छ के भन्छ त नेपालीमा चुरा भेट्यो त्यसलाई उठाइहाल ल साथीहरू हामीले सुन भेटाएन साला गफमा साँच्चीकै सुन भेटायौँ साँच्चीको सुन रहेछ भने सबैले बेसी नदिए पनि हजार नदिए पनि एक क्वार्टरको दाम चाहिँ दिइदिन्छु धेरै दिन एक क्वार्टर दाम एक क्वार्टर अर्जिनल सुन हो भने चाहिँ तर यो सुन होइन त यो सबै कलर गएको तर अरू यिनै जो पनि अब मेरो गर्लफ्रेन्ड छ नि त्यसलाई म यो गिफ्ट गर्छु टेन्सन नभयो बेसी पर्दैन त्यसलाई 19,500 पर्छ इन्डियन पैसा हाम्रो भाइले लिएको थियो त्यो त साला सस्तो भनेन दाइ हल्का महँगो भन नेपाली पैसा धेरै पर्यो नि त नि कति पर्यो लगभग पनि नेपाली कति हुन्छ 60-70,000 70-65,000 इज्जतको सभा चाहिँ 1 लाख हो न ओ माई गड नेपाली पैसा 1,10,000 रुपियाँ इन्डियन पैसा लगभग 60,000 रुपियाँ पर्छ यो सुन भेटाएको छ प्योर सुन हो कि डुप्लिकेट हो भन्दा हामी सुनरको दोकानमा गयो तर हामी डिस्काउन्ट गरेर कतिमा दिन्छौँ बेसी 45,000 इन्डियन अघि त भन्नुभएको थियो एक क्वार्टर गाइसहरूलाई फ्लोवरहरूलाई जो पनि हाम्रा फेसबुक रिक्वेस्टहरू छन् फ्यामिलीहरू छन् तिनीहरूलाई हामी सब एक क्वार्टर दिन्छ दारू दोकान जाऊ फोटो मार सेल्फी मार त्यतिखेर एक क्वार्टर सबलाई फ्री हो ल यो साथी भेट्नु भयो नि ल प्लिज हामीलाई कन्ट्याक्ट 98 030 जहाँ पाए 58 9758 2456 यसमा कन्ट्याक्ट गर्नु होला होइन ल म हेलो साथीहरू होइन खस्सम भने यसलाई गफमा मान्छेले कहाँ पुगाइदिएको यो एउटा बिरुवाहरू एउटा बोटा दिएको हुन्छ है तपाईँले जङ्गली गछ हो जङ्गला है जङ्गली यी हेर है टच गऱ्यो भने साला निम्छ भने यस्तो पनि बुटी हुने रहेछ है मैले त पुरा जङ्गल आएको लास्ट बोर्डर यो त्यसको बाप हेर न साथीहरू यो कृष्ण भगवान ए प्रभु पनि समा रक्षा गर्नुहोस् कहाँ छ छोडा डरायो को म त्यही भएर त मोबाइल पनि मैले निकालेको न त कहाँ निकालेको त्यत्र किन निकालेको तेरो ब्लगमा बनाउँथे भनेर हेर्दै थियो कि आऊ नि त सो साथीहरू खतरा भ्यू छ त्यो त्यसलाई डराउँछ कृष्ण भगवानको मूर्ति ल है सो कृष्ण भगवानको मूर्तिमा आइयो होइन साथीहरू फाइनली होइन दिवालीको दिनमा फोटो पनि खिच्यो होइन खतरा गरेर फोटो खिच्यो होइन जो भगवानको प्रार्थना गऱ्यो भम बोले चाहिँ ए भगवान् यसमा गाजा हालेको छ ए बम बोले त्यही भएर खाली लगाएको होइन के लक्ष्मी पूजाको दिनमा किनकि अब हुन्छ नि त हाम्रो माचिस छैन हाम्रो गाउँको हिसाबले आए पनि जङ्गलदेखि यो पुरा माचिस लिन अलर्ट छैन यो भाङ हो नेपालको भाषामा के भन्छन् हौ नेपाली भाषामा गान्जालाई के भन्छन् भाङी भन्छन् के भन्छन् गान्जा भाङ तर त्यहाँ होइन हो साला हामी साँच्चीको अघि तपाईँले भन्नुभएको थियो नि किङ्गिरीको लास्ट बोर्डर भनेको यही हो किङ्गिरी साला हुन त बेङ्गलोरको लास्ट बोर्डर बेङ्गलोरको लास्ट बोर्डर आइयो आफ्नो गाउँ नेपाल हो चाहिँ इन्डियाको नानी दाइ ऊ बोट रोड टालेको छ के ले भित्र जान अलर्ट छैन के हो नै गाडी आउँदैछ अलरेडी पिज्जावाला आउँदैछ देखाइदिए फोकस गर्दै ए वो पिज्जावाला आउँदैछ डेलिभरीवाला बाइक तर खतरा यार म जहाँ गयो भने तर जङ्गल भेटाइन्छ भने पन्जाबमा हुँदाखेरि के लेखेको छ खै कन्नाडाबाट अहिले जस्ट हामी कन्नाडामा हो क्या रोड हो क्या हाइवे रोड हो कि त ಇದು ಹೋಗಲ್ಲ ಈಗ ಫಾರ್ಮಸ್ ಸರ್ ಇದು ಫಾರ್ಮಸ್ ಇದೆ ಓ ಇದು ಫಾರ್ಮಸ್ ಸರ್ घुम्नु पाइन्न ಅಪಾರ್ಟ್ಮೆಂಟ್ ಇದೆ ಅಲ್ಲ ಅದರಲ್ಲಿ ರೈಟ್ ಹೋಗಿ ಮತ್ತೆ ರೈಟ್ ತಗೊಂಡ್ರೆ ಹೈವೇ ರೋಡ್ ओके ओके भयारे यो त केला आफ्नो प्रॉपर्टी हो त्यसको त्यही त अर्काको प्रोपर्टीमा साले भिडियो बनाए अन्त गाड हानिहाल्छ नि अलरेडी मार्छ त्यसले त्यही त ल साथीहरू जे मिस्टेक भयो हुन पनि साँच्ची लास्ट बोर्डर रहेछ त्यहाँ किङ्गिरीको हेर न यतादेखि बिल्डिङ सब बिल्डिङ देखाइदियो सब एरिया देखाइदियो
यसलाई देखाउने हो पछि अब साथीहरू पनि आउन सक्छन् देखाउनु पर्यो कि बेङ्गलोर भन्ने यस्तो रहेछ लास्ट बोर्डर हो नि त त्यो लास्ट बोर्डर के बेङ्गलोरको चाहिँ कसम भने हो लास्ट बोर्डर त बेङ्गलोरको वाइट त्यही यसो यसो गरेर यसो समाउनु त शाहरुख खानको यहीँ यसो टाढे यस्तो क्यामेरा हात नलाउनु शाहरुख खानको पनि आऊ तुझे देखा है तो जाना सनम प्यार क्यामेरै भएन दाइ उता जानु साथीहरू तपाईँले एउटा 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 खुसीको खबर सुनाउँछ ल रमाइलो टाइपको यो मान्छेले बिहान मलाई कति 4 बजी उठायो क्या घुम्न जाउँ भन्यो होइन मैले भने दाइ छोड 6 बजे जाउँला भने उठायो मलाई पनि रिस उठ्यो है त्यतिखेर म पनि झ्याप उठाएँ भयो अहिले ल दाइलाई साला अहिले दाइ भन्दैछ भाइ सरी गल्ती भयो म भोलिबाट उठाउनु भन्यो क्या अहिले दाइ चाहिँ पुरै थाकेर बाटो कहाँ हो कसम मान्छेलाई थाहै छैन भने यता नेबुजी दाइ टेन्सनमा हुनुहुन्छ क्या अहिले अब भाइ जिन्दगी में कभी थकना नहीं बोला था ना अब खुद थक रहे यार यस्तो गर्नुहुन्न हो त साथीहरू कसम भने नि मान्छे पुरा दिवालीको दिनमा साल दिवाली होइन के भन्छ नि घुम्डे हो क्या आज अन्त पुरै मान्छे हराएको छ भने नै मलाई त थाहा छ बाटो नै भाइ म्याप हेर्दैछु म्याप हेर्दै यो दाइ म्याप हेर्दैछन् भने थाइट 1 घन्टाको रास्ता यो चाहिँ रिकर्ड भयो अहिले 3 किलोमिटर दाइ यति टाढा अझै पुग्ने हो 4-5 किलोमिटर पुऱ्याउने हो पुरै र साथीहरू न त गन्तव्य धेरै टाढो छ जो बाटाको त्यही बाटो होटलमा आउँदैछ ल साथीहरू होइन अघि हाँसी थिति गऱ्यो होइन अहिले माग्छ मान्छेलाई पुरै ब्रोकिन बनाइदियो क्या चल मैले उताबाट जाउँ भने यो दाइ हेर न कहाँ दाइ यता पछि गुगल म्यापको भरोसा लिइरहनु त गुगल म्याप तपाईँ थाहा छ किन गुगल म्यापले एउटा जिपिएस के भन्छ नि जिपिएस लोकेसन हामीले हाम्रो बाटो हेरेको हामीले एलका यहाँबाट 700 मिटर देखाइरहेको छ 700 मिटरमा एउटा आइमे मान्छे लेडिज छ अटोको अगाडिदेखि त्यहाँदेखिबाट हुन्छ ल